फिफा वर्ल्ड कप आइरहेको छ। अझमा 2 दिन जुन 12बाट गेम छ। फर्स्ट गेम मेक्सिको र साउथ अफ्रिकाको। के लाग्छ साथीभाइ तपाईँहरूलाई? कसले जित्छ होला योपालिको वर्ल्ड कप? प्रेडिक्सन के होला? अब इन्टरनेसनल फ्रेन्डलिजहरू पनि सक्यो आजबाट भन्दा पनि भोलि पनि बाँकी होला कुनै कुनै म्याचेसहरू त। अब फ्रेन्डलिजहरू अहिलेको हिसाबमा हेर्दाखेरि सबैले अब ठुल्ठुला टिमहरू जो छन् जस्तो अर्जेन्टिना, ब्राजिल, पोर्चुगल, फ्रान्स सबले राम्रै खेलेका छन् भन्दा पनि फ्रान्स सायदले अस्ति ड्र खेल्यो होला फ्रान्सले कि स्पेनले ड्र खेलेको थियो। जस ठुला टिमहरूले राम्रै खेलिरहेका छन्, नराम्रो छैन। आज पनि भयो म्याचमा, आजको म्याचमा अर्जेन्टिनाले 3-0 जितेछ आइसल्यान्डलाई। अब राम्रो हो एक किसिमको त। अब योभन्दा अगाडिको वर्ल्ड कपमा चाहिँ अब म चाहिँ अर्जेन्टिनाको फ्यान भएँ होइन। पहिलेदेखि अर्जेन्टिनाको सपोर्ट गर्दै गर्दै आएको मान्छेमा 2006देखि अर्जेन्टिना सपोर्ट गरेको मैले। 2002मा चाहिँ ब्राजिल भन्नुहुन्थ्यो बाबाले, म सानो थिएँ अनि ब्राजिल नि त ब्राजिल भन्थेँ म पनि। तर 2006देखि अलिकति राम्रोसँगले चाहिँ गेम हेर्न थालेपछि चाहिँ मलाई अर्जेन्टिना खुब मन पर्थ्यो। त्यतिखेर म मेसीलाई चिन्दिनँ पनि थिएँ। अब म चाहिँ मेरो करेन्ट फेभरेट भनेको अर्जेन्टिनै भइहाल्यो। म अर्जेन्टिना नै सपोर्ट गरिरहेको हो र योपालि लाग्ने अर्जेन्टिना जस्तो लाग्छ मनमा चाहिँ मलाई चाहिँ। तर अन द पेपर हेर्दाखेरि त अर्जेन्टिनाभन्दा बाहेक अरू धेरै टिमहरू पनि एकदम बवाल छन् होइन। जस्तो स्क्वाडका लिस्टहरू हेर्ने हो भने त पोर्चुगलदेखि हेर्नुहोस् त, पोर्चुगल, फ्रान्स, इङ्ल्यान्ड, स्पेन त झन् A1 टिम छ। स्पेनमा कहाँ के चाहिँ कमी छैन होला भनौँ न, सबै बवाल छ। तर योभन्दा अगाडिको वर्ल्ड कपमा जब 2022को वर्ल्ड कप सुरु हुन आँट्दै थियो नि, एउटा सफ्ट कर्नरमा मलाई के थियो भने नि पक्कै पनि अर्जेन्टिनाले चाहिँ योपालि चाहिँ वर्ल्ड कप लान्छ नि जस्तो लाग्थ्यो क्या। किनकि त्यत्रो लामो अनबिटन स्ट्रिक कति थियो भन्दा त 30-32 गेमदेखि हारेको थिएन होइन। त्यहाँदेखि जित्दै आएको थियो र एउटा सफ्ट कर्नमा चाहिँ लान्छ, यो फिक्स लान्छ जस्तो लागेको थियो क्या। अब साउदीसँग हारो पहिलो गेम होइन, तर फेरि कमब्याक गरेर जित्न त। तर योपालि चाहिँ अलिकति 2026मा आउँदाखेरि अलिकति भए पनि मलाई अर्जेन्टिना सपोर्ट गरे तापनि पहिलेको जस्तो चाहिँ अलिकति छैन कि जस्तो लाग्छ। त्यो डिमारियाहरू नभएर पनि अलिक त्यहाँसम्म चाहिँ आइपुग्दैन कि फाइनलसम्म चाहिँ, जस्तो मनमा चाहिँ त्यो लाग्ने क्या, डर लाग्ने खालको। सपोर्ट त गरिहालिन्छ आफ्नो टिमलाई चाहिँ। अनि अर्को फेरि के छ भन्दाखेरि अब क्वार्टर फाइनलमा पोर्चुगलसँग भेट हुन्छ भन्ने छ नि त एक किसिमको। जस्तो यता ग्रुप स्टेजमा दुईजना टप हानेर खेल्दै आउनु, क्वार्टर फाइनलमा पोर्चुगलसँग भेट भयो भने त अझ त्यो त बवाल नै हुन्छ। त्यो त एक किसिमको त वर्ल्ड नै पज भयो जस्तो होइन। टाइम पज भएर सबजना वर्ल्ड नै एक किसिमको बिदै दिन्छन् होला म्याक्सिमम् ठाउँमा जस्तो लाग्छ मलाई चाहिँ। तर प्रेडिक्सनको कुरा गर्दाखेरि चाहिँ अब योपालि मेरो करेन्ट फेभरेट अर्जेन्टिना भइहाल्यो। दोस्रोमा चाहिँ म स्पेन राख्छु। मेरो सफ्ट कर्नरमा स्पेन पनि पर्छ, किनकि म बार्सिलोनाको सपोर्टर भएर चाहिँ म्याक्सिमम् प्लेयरहरू बार्सिलोनाका सबै स्पेनमा छन् है। फर्स्ट प्रायोरिटी अर्जेन्टिना, सेकेन्ड प्रायोरिटी भनेको स्पेन हो। त्यसपछि अरू आउँछन्। जस्तो अब वर्ल्ड कपको लागि चाहिँ अब अर्जेन्टिनाले जित्योस् या स्पेनले जित्योस् या पोर्चुगलले जित्योस्, अब त्यो त अन्तिममा केही न केही थाहा पाइहालिन्छ, नथाहा पाउने होइन। तर आजको भिडियोमा चाहिँ मैले एउटा प्रेडिक्सनको लागि ग्रुप स्टेजको चाहिँ प्रेडिक्सन चाहिँ के कसो हुन्छ, को टपमा होला, टिमको टप 2मा होला भनेर चाहिँ म प्रेडिक्ट गर्नको लागि चाहिँ एउटा भिडियो लिएर आएको हुन चाहिँ मैले चाहिँ एउटा यो वेबसाइट चाहिँ फिफाको वेबसाइटमा चाहिँ फिफाले चाहिँ एउटा ब्र्याकेट च्यालेन्ज भनेर चाहिँ राखेको रहेछ। फिफाको वेबसाइटमा हजुरले हेर्न सक्नुहुन्छ। त्यहाँ चाहिँ ट्याक्कै ग्रुप छुट्याइदिएको रहेछ होइन। ग्रुप ए, ग्रुप बी, ग्रुप सी, ग्रुप डी भनेर। अब यहाँ चाहिँ ग्रुप कतिसम्म छ भने नि, ग्रुप भनेको एलसम्म छ है। अब ग्रुप एलसम्म मेरो विचारमा चाहिँ को चाहिँ अब हुन्छ, को चाहिँ टप 2मा हुन्छ भन्ने कुरा हो ल। ग्रुप एमा भनेको मेक्सिको पर्छ, अनि साउथ अफ्रिका छ, कोरिया छ र चेक रिपब्लिक छ। यसमा चाहिँ अहिलेसम्मको अब रेकर्ड हिस्ट्री हेर्दाखेरि चाहिँ मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ ग्रुप एबाट पछिल्ला वर्ल्ड कपहरू हेर्दा पनि टपमा चाहिँ साउथ कोरिया 1मा हुनुपर्ने हो। अनि त्यसपछि अर्को टिम भनेको मेक्सिको पुग्नुपर्ने हो। अनि थर्ड भनेको चाहिँ को हुन्छ भने नि रसिया होइन, साउथ अफ्रिका। रसिया भन्न आएछ, RS लेखेर छ। साउथ अफ्रिका थर्ड हुन्छ, चेक रिपब्लिक भनेको फोर्थ हुन्छ है। अब ग्रुप बीमा मेरो विचारमा स्विजरल्यान्ड नम्बर को छ भन्दाखेरि क्यानाडा छ, BIS भनेको बहराइन होला सायदै, कतार छ, अनि स्विजरल्यान्ड छ। मेरो विचारमा टपमा भनेको स्विजरल्यान्ड 1 नम्बरमा आउँछ, क्यानाडा जस्तो लाग्छ 2 नम्बरमा आउँछ, कतार 3 र बहराइन होइन बोस्निया रहेछ है, बोस्निया एन्ड हर्जिगोभिनिया। अब ग्रुप सीमा ब्राजिल, मोरक्को, अनि एचबाट के हो यो हवाई के हो यो, हङ्गेरी त होइन नि, स्कटल्यान्ड रहेछ अर्को। यसमा त नो डाउट ब्राजिल नम्बर 1मा आइहाल्छ।
ब्राजिल भन्ने बित्तिकै वर्ल्ड कप भन्ने बित्तिकै के याद आउँछ भन्दाखेरि ब्राजिलको याद आउँछ, किनकि ब्राजिलले त 5 टाइम्स वर्ल्ड कप च्याम्पियन भएको हो नि त। त्यही भएर ब्राजिलको दबदबा त हेर्नु कहिले पनि हट्दैन, जस्तो अहिले टिम जतिसम्मको नराम्रो खेले तापनि जे भए पनि जे होस् ब्राजिलको दबदबा चाहिँ जहिले पनि वर्ल्ड कपमा रहन्छ। सेकेन्डमा मोरोक्को भइहाल्यो, थर्डमा स्कटल्यान्ड, फोर्थमा हाइटी। अब ग्रुप डीमा युएसए, पाराग्वे, अस्ट्रेलिया, टर्की है। अब होम ग्राउन्डको एडभान्टेज छ युएसएलाई, त्यही भएर म चाहिँ युएसएलाई नम्बर 1मा राख्छु, अस्ट्रेलियालाई नम्बर 2मा राख्छु, टर्कीलाई नम्बर 3मा राख्छु र प्याराग्वेलाई नम्बर 4मा राख्छु है। अब ग्रुप ईमा जर्मनी छ, अनि अब इक्वेडर छ, अनि यो सिआइबी भने के हो त, CUW। ग्रुप डी ग्रुप कति भने मैले ग्रुप ई होइन, एक्चुली ग्रुप ईको हेरौँ ल हामी। ग्रुप ईमा को छ, ग्रुप ए, ग्रुप बी, ग्रुप ई। ग्रुप ईमा जर्मनी, कुरेकाओ भने कहाँको थाहा भएन मलाई, आइभरी कोस्ट र इक्वेडर छ है। अब यसमा जर्मनी नो डाउट नम्बर 1मा आइहाल्छ। अब सेकेन्डमा मैले राख्छु इक्वेडरलाई, त्यसपछि म राख्छु यो नाम के हो आइभरी कोस्ट राख्छु, अनि अन्त्यमा कुराकाओलाई राख्छु ल, कुराकाओ किन नाम के हो। अब ग्रुप एफ चाहिँ अलिकति भए पनि टफ जस्तो छ है अरूको तुलनामा चाहिँ। ग्रुप नेदरल्यान्ड्स छ, जापान छ, स्विडेन छ र टुनिसिया छ। अब नेदरल्यान्ड र जापानमा चाहिँ कम्पिटिसन नै हुन्छ, किनकि पोहोर पनि हामीलाई थाहा छ 2022 को वर्ल्ड कपमा जापानले जर्मनीलाई नकआउट हानेको थियो क्या हो, जस जितेको थियो म्याच, अनि राम्रो खेलेको थियो क्या, जापान टपमा आएको थियो त्यो ग्रुप स्टेजबाट। नेदरल्यान्ड र जर्मनीमा सायदै अब अलिकति भए पनि नेदरल्यान्डले एज आउट त गर्नुपर्ने हो जापानलाई चाहिँ। म नेदरल्यान्डलाई टप 1मा राख्छु, अनि जापानलाई सेकेन्डमा राख्छु, स्विडेनलाई थर्ड राख्छु र ट्युनिसियालाई फोर्थ राख्छु। अब ग्रुप जीमा बेल्जियम, इजिप्ट, इरान र न्युजिल्यान्ड। अब इरानले पनि राम्रै खेल्छ, इरान पनि होइन। बेल्जियम त अब युरोपियन कन्ट्री राम्रो खेलिहाल्छ, बेल्जियममा नम्बर 1मा राखौँ। अब इजिप्ट र इरानमा यो चाहिँ अब दुइटैको कम्पिटिसन जस्तो छ होइन। इजिप्टमा मोहम्मद साला भयो होइन, इजिप्टै जाला यसमा चाहिँ, इरानभन्दा पनि इजिप्टलाई राखौँ सेकेन्डमा, इरानलाई थर्डमा राखौँ, न्युजिल्यान्डलाई। इरानलाई अलिकति डिसएडभान्टेज पनि छ, किनकि अलिकति न्युज अनुसार चाहिँ इरानका प्लेयर्स भन्न आएछ, अडियन्सहरूलाई चाहिँ सायदै भिजा दिएन है भन्ने कुरा सुन्नमा आएको छ। जस प्लेयर्सहरूलाई होइन, अडियन्सलाई चाहिँ स्टेडियममा अलाउड छैन कि त्यस्तै के भन्ने न्युज आइरहेको थियो। मैले अस्ति यसो हेर्दाखेरि यो चाहिँ साह्रै नराम्रो गरेको छ युएसएले होइन। अब ग्रुप एचमा को छ, ग्रुप एचमा भनेको चाहिँ हाम्रो स्पेन छ, काबो भर्डे भन्ने थाहा छैन कहाँको देश हो यो, पक्का अफ्रिकन कन्ट्री होला, साउदी अरेबिया छ र उरुग्वे छ। अब यसमा चाहिँ म स्पेनलाई नम्बर 1मा राख्छु, उरुग्वेलाई नम्बर 2मा राख्छु, साउदी अरेबियालाई चाहिँ म 3मा राख्छु। साउदीले त पोहोर साल त अर्जेन्टिनालाई हराएको थियो होइन, 2-1 भएको थियो। अब ग्रुप आईमा फ्रान्स, सेनेगल, इराक र नर्वे। अब फ्रान्स पक्कै पनि नम्बर 1मा आइहाल्छ, वर्ल्ड कप फेभरेट टिम हो वर्ल्ड कप जित्नको लागि योपालि। अनि इराक, नर्वे, सेनेगल। अब नर्वे र सेनेगलमा पनि राम्रै छन् प्लेयर्सहरू होइन, मानेदेखि लिएर। नर्वेमा पनि हल्यान्डहरू छ, हल्यान्ड छ। अब नर्वे राखौँ कि सेनेगल राखौँ भन्ने कुरामा मैले यसलाई चाहिँ नर्वे नै हाल्दिएँ अहिले, थर्डमा सेनेगल, फोर्थमा इराक। अब ग्रुप जे अब मेरो अल टाइम फेभरेट अर्जेन्टिना छँदैछ, नम्बर 1मा आइहाल्छ, अल्जेरिया, अनि त्यसपछि अस्ट्रिया र जोर्डान। यो त्यस्तो टफ ग्रुप छैन है, म चाहिँ यसमा अब अरू देशको मलाई प्लेयर्सहरू खासै यादै छैन, गेम पनि कहिलेकाहीँ हेरेको भए पो याद हुन्छ है अरू देशको। अब मैले यसमा चाहिँ के हाल्दिएँ, मेरो यसो अस्ट्रिया हालिदिन्छु, युरोपियन कन्ट्री भएर अलिकति चान्सेस हाई हुन्छ भन्ने कुरामा। जोर्डन हालिदिएँ, त्यसपछि अल्जेरिया हालिदिएँ। अब ग्रुप के चाहिँ अलिकति टफै छ है, पोर्चुगल छ, कोलम्बिया छ, अनि उज्बेकिस्तान र कङ्गो। टफ त के भन्नु र, पोर्चुगल र कोलम्बिया यसै पुगिहाल्छ। कङ्गो र उज्बेकिस्तानको त गेमै हेरे होइन, फर्स्टमा पोर्चुगल आइहाल्यो, कोलम्बिया सेकेन्डमा आउँछ, त्यसपछि अर्को भनेको उज्बेकिस्तान र कुन छ, कङ्गो। उज्बेकिस्तानलाई हालिदिउँ अनि कङ्गोलाई हालिदिउँ, त्यसपछि
ग्रुप एलमा इङ्ल्यान्ड, क्रोएसिया, घाना र पानामा। इङ्ल्यान्ड नम्बर 1मा आउँछ, वान अफ द फेभरेट टिम फर द वर्ल्ड कप जित्नको लागि। क्रोएसिया नम्बर 2मा छ, अनि त्यसपछि पानामा आउँछ, घाना आउँछ, पानामा हालिदिउँ अनि घाना हालिदिउँ। यो भयो है, यो चाहिँ भयो मेरो ग्रुप स्टेजको लागि प्रेडिक्सन है। अब यसपछि चाहिँ म अरू प्रेडिक्सन फेरि पनि लिएर आउँछु अर्को भिडियोमा चाहिँ। अहिले यति नै छ है त।